दिन कसैले नि भन्न रहन्छ। आज हामी यहाँ छौँ, भोलि तपाईँ हामी को कहाँ हुन्छ यो कसैलाई पनि थाहा रहन्छ। यो जीवन यस्तै रहेछ र यसरी नै चल्दै रहेछ। आज तपाईँहरूको अगाडि हामी साक्षात्कार भएका छौँ, भोलि कहाँ पुग्छौँ त्यो थाहा नहुँदो रहेछ। समयले कसलाई कहाँ पुर्याउँछ। एउटा बगरको ढुङ्गा जसरी पानीको छालमा त्यो पल्टिँदै पहाडदेखि तराई झर्छ, तराई झर्ने क्रममा खिन्छ र त्यसमा मसाइलोपन आउँछ। कहिले सिलौटो बन्न जाला त कहिले कहाँ पुग्ला। त त्यसै गरी हाम्रो यो जिन्दगी पनि यो जिन्दगीका कालखण्डमा हामी विभिन्न अवस्थामा विभिन्न ठाउँमा पुग्ने रहेछौँ। म ढिलो नगरिकन हाम्रा एकजना व्यक्तित्वलाई मैले आसन ग्रहणको लागि जोड्ने अनुमति चाहन्छु। जीवन विकास विज्ञान परम पूजनीय श्रद्धेय गुरु एलपी भानु शर्माज्यूलाई म आसन ग्रहणको लागि अनुरोध गर्दछु। त त्यसै गरी हाम्रो जुनियर सिटिजन्स एकाडेमी विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं हाम्रो विद्यालयको +2 का फाउन्डर मेम्बर ओम प्रकाश बानिया सरलाई मैले हाम्रो अगाडि देखेको छु। उहाँलाई अगाडि आएर आसन ग्रहण गरिदिनु हुनको निमित्त म हार्दिक अनुरोध गर्दछु। त यस पछाडि म हाम्रो विद्यालयका डाइरेक्टर मुकुन्द वस्ती सरलाई आफ्नो छोटो शुभकामना मन्तव्यका साथै हामीलाई थोरै अब केही प्रेरणात्मक कुराहरू चाहिँ प्रदान गरिदिनु हुनुको निमित्त यो स्टेजमा आमन्त्रण गर्न चाहन्छु। मुकुन्द वस्ती सर। धन्यवाद टीका सर। यस 46औं वार्षिक उत्सव तथा अभिभावक दिवसका अध्यक्षज्यू आदरणीय प्रमुख अतिथिज्यू श्रद्धेय गुरुदेव, अत्यन्त हाम्रो अभाग्य हो गुरुदेवलाई यहाँ पाउन। यो संयोग अत्यन्तै मिठो संयोग भएको छ। यसको बारेमा म अहिले एकछिनमा भन्छु। गुरुदेवज्यू, अन्य अतिथिगणहरू, सम्पूर्ण अभिभावकज्यूहरू, प्यारा विद्यार्थी भाइ बहिनीहरू र जेसिएमा कुनै कालखण्डमा सेवा गरेर अहिले अन्यत्र रहनुभएका जेसिएका पूर्व शिक्षक तथा कर्मचारीज्यूहरू सम्पूर्णलाई म जुनियर सिटिजन्स एकाडेमीमा यहाँको निर्देशकको तर्फबाट तथा जेसिए परिवारको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय अभिभावकज्यूहरू, मैले आज तपाईहरुलाई सधैँ भन्ने जस्तो धेरै लामो कुराहरू भन्नु केही पनि छैन। हामीले हिजो जसरी पढाउँथ्यौँ, हामीले हिजो जसरी पढ्यौँ, आज हाम्रा नानी बाबुहरूलाई त्यसरी नै पढाउनु खोज्यौँ भने, त्यसरी नै पढायौँ भने कसैले भन्नुहुन्छ त्यो शब्द मलाई प्रयोग गर्न मन लाग्दैन। हामीले प्रयोग पढे जसरी नै हामीले हाम्रा नानी बाबुलाई अहिले पढायौँ भने त्योभन्दा राम्रो घरमै राख्दा हुन्छ, नपढाउँदा हुन्छ। त्यसले अहिलेको आवश्यकता भन्दा पनि भोलिको आवश्यकतालाई खासै मद्दत गर्दैन। भनेपछि जेसिएले भोलिको आवश्यकता के हो त, कसरी पढाउनु पर्छ भन्ने कुरामा अत्यधिक लागि परेको यहाँहरूले अनुभव गर्नु नै भएको छ होला। हाम्रा प्री प्राइमरीका क्लासदेखि लिएर माथिसम्म नै अहोरात्र हाम्रा प्राचार्य सर सुन्दर प्रसाद ढकाल सर हरेक दिन जस्तो उहाँ लागि परिरहनु भएको छ। कहिले काठमाडौँ विश्वविद्यालयसँगको सहकार्य, कहिले कहाँको सहकार्य, कहिले हेटौडाको स्कुल, कहिले कहाँको शिक्षाविद, यसरी त यो सबको तपाईँहरूले मूल्याङ्कन गर्नु नै भएको छ। यसमा यदि केही कुराहरू छन् भने हामी अरू बेला कुरा गरौँला। आज म सानो कुरा के मात्रै राख्न चाहन्छु भने, कोही एउटा अलिक धार्मिक प्रवृत्तिको मान्छे
उसले चाहिँ चाह्यो आज म गण्डक स्नान गर्न पाए हुन्थ्यो, कसरी जाने होला, के छ जानलाई साधन पनि छैन, कहाँ गएर गण्डकको कहाँ नुहाउने होला, पर्वततिर जाउँ कि म्याग्दीतिर जाउँ कि मुस्ताङतिर जाउँ कि कहाँनेरिको काली गण्डकीमा जाउँ जस्तो उनले सोचिराखेको बेला जाने साधन के होला र गण्डक कहाँ नुहाउने होला भन्दा अचानक कसैले एउटा हेलिकप्टर लिएर आएर लुजो अब कुम्भको सङ्गम स्थानमा नुहाउने तिमीलाई चाहिँ नि अवसर मिलो भनेर हेलिकप्टर पनि आयो, नुहाउने पनि कहाँ त भन्दा कुम्भको जहाँ मेन सङ्गम छ, सङ्गम स्थलमा भन्दाखेरि त्यो मान्छेको हृदय कस्तो होला, खुसीले पागल भन्छ नि। म अहिले लगभग मैले बोल्दाखेरि केही गल्ती गरेँ भने त्यो त्यही पागलपनको गल्ती भन्ने सम्झिदिनु होला। म यति हृदयदेखि नै गदगद भएको छु। जेसीमा मैले लगभग 2074 सालदेखि फलो गर्दै आएको मेरो एउटा रोल मोडल कवि नवराज पराजुलीलाई आज मैले यहाँ प्रमुख अतिथिको रूपमा बोलाउन पाउँदाखेरि म साँच्चै नै यति खुसी भएको छु, त्यसलाई शब्दमा व्यक्त गर्न सक्दिनँ। र को हो नवराज पराजुली, कुन तत्त्वले बनेको छ, त्यो अहिले तपाईँहरूले नवराज पराजुलीलाई सुनेपछि नै भन्नुहुन्छ। म अहिले त्यसमा अरू केही थप्न चाहन्न। म व्यक्तिगत रूपमा मैले जुन खिर 4-5 चोटि खाएको छु त्यो खिर फेरि खान पाउने भए भनेर म जति खुसी हुन्छु त्यही मात्रामा अहिले नै तपाईँ खिरै नचाखिकन खुसी हुनुपर्छ भन्ने छैन। तर त्योभन्दा ठुलो संयोग यहाँ कोशी प्रदेशबाट केदारमान कार्की सर हुनुहुन्छ। केदारमान कार्की सर जहाँ हुनुहुन्छ यसो हात हल्लाइदिनुहोस्। केदारमान कार्की सरले जीवन विज्ञानमा कोशी प्रदेशमा यति राम्रोसँग त्यहाँ जागरण ल्याउनु भएको छ। उहाँले मलाई फोन गर्नुभयो, म पोखरा आउँदैछु। ओहो धेरै राम्रो कुरा हो, पोखराले मलाई दाल भात दिएको छ। पोखरा त मेरो कर्मथलो हो, मेरो आफ्नै गाउँबाट मैले पोखरामा स्वागत पाउनु तपाईँहरूलाई मेरै कर्मथलमा धेरै म खुसी। त्यहाँभन्दा खुसीको कुरा के हो र भने मैले उहाँलाई त्यो कुरा गर्दै लाँदाखेरि हामीले सधैँ टिभीमा मात्रै सुन्ने गरेको श्रद्धेय गुरु एलपी भानु शर्मा जो चाहिँ शिक्षा क्षेत्रसँग अत्यन्तै नजिक रहेर काम गर्नुभएको छ, विभिन्न कलेजहरूमा चाहिँ उहाँले काम गर्नुभएको छ। एउटा सफल चार्टर्ड एकाउन्टेन्ट हो। जिन्दगीका अनेक आरोह अवरोह पार गर्दै गर्दै अहिले जीवन विज्ञानका 70वटा देशमा त कार्यक्रमहरू चलिरहेछन्, शाखाहरू छन्। नेपालको एउटा यस्तो उत्पादन भयो जीवन विज्ञान चाहिँ विदेशबाट पनि नेपालमा गुरुहरूको सम्पर्कमा आएर यहाँ हुनुहुन्छ। हामीसँग एलपी भानु शर्मा हुनुहुन्छ, अर्को रमेश गुरु हुनुहुन्छ। त आज भानु गुरुलाई यहाँ ल्याउन सकिन्छ कि भन्ने मात्रै 4 दिन अगाडि कुरा हुँदाखेरि नै म यति रोमाञ्चित भएको थिएँ। ओहो, त्यसपछि यो कुरा धेरै पब्लिक गरौँ, फेरि गुरुदेवको टाइम मिल्ला नमिल्ला। अनि मैले प्रिन्सिपल सरलाई भने यहाँ त अद्भुत चमत्कार हुन लाग्यो। एक त हामीले नवराजजीलाई पाइसकेका छौँ,